श्री राष्ट्रिय माध्यमिक विद्यालय चितवन जिल्लाको दुर्गम भेग इच्छाकामना गाउँपालिका वडा नम्बर 7 गरदास। यहाँ पहाडको काखमा एउटा आशाको दियो बलिरहेको छ। यो हो विक्रमसम्म 2023 सालमा स्थापित माध्यमिक विद्यालय। वरिपरि हरियाली वनजङ्गल, शान्त वातावरण। तर यहाँ पढ्न आउने विद्यार्थीहरूको जीवन भने त्यति सहज छैन। यी कलिला पाइलाहरू जो दैनिक आधादेखि 3 घण्टासम्म हिँडेर ज्ञानको ज्योति लिन आइपुग्छन्। गरिबीले थिचिएका यी नानीहरूको आँखामा उज्जवल भविष्यको सपना छ। तर विद्यालयमा स्रोत र साधनको अभावले त्यो सपना कतै धमिलिने पो हो कि भन्ने चिन्ता छ। बिहानको झुल्को सँगै उनीहरूको दिनचर्या सुरु हुन्छ। घरको काम, खेतबारीको स्याहार सुसार। यी कलिला हातहरूलाई फुर्सदै मिल्दैन। स्कुलको गृह कार्य त परको कुरा। यी बालबालिकाहरूलाई त विद्यालय पुग्न पनि 1 देखि 2 घण्टासम्म हिँड्नुपर्छ। लामो अनि कठिन यात्रापछि जब उनीहरू विद्यालय पुग्छन्, थकित शरीर र थाकेका आँखामा गृह कार्य गर्ने ऊर्जा कहाँबाट आउला? पढ्ने समयको त कुरै नगरौं। जीवनको यो चक्र जहाँ काम र यात्राले शिक्षालाई छायामा पारेको छ। न पर्याप्त कक्षा कोठा, न त शिक्षण सामग्री। मेरो विद्यालयमा बस हाल्न आवश्यक छ। खानेपानीको राम्रो व्यवस्था छैन। टोयलेटहरूमा सफा गर्नको लागि मान्छे राख्न पर्यो। टाढा टाढाबाट विद्यार्थीहरू आउनुहुन्छ, उहाँहरूलाई धेरै गाह्रो हुन्छ। यहाँ हाम्रो यो स्ट्रक्चरले गर्दा नि, यो भौगोलिक स्ट्रक्चरले गर्दा नि सबभन्दा त मेन त बस्ने व्यवस्था भइदियो हुन्थ्यो जस्तो लाग्छ। मतलब होस्टेलको व्यवस्था भन्नुहुन्छ? हजुर, अनि बस अनि होस्टेल, अनि यहाँ भित्र धेरै कुराहरूको अझै पनि छ, क्यान्टिनहरू। यहाँ तपाईँको 2056 सालमा यो विद्यालय स्थापित हुँदै गर्दा कक्षा 5 सम्म चल्दै गर्दा पनि तपाईँको पुरै धुलोमा के, जुन पुरै धुलोमा, चौरमा धुलो होइन, कक्षा कोठा पनि धुलो। त्यहाँ कुनै पनि ढलान नभएको अवस्था सिर्जना थियो। त्यो जटिल अवस्थाबाट यो चाहिँ अहिले तुलनात्मक रूपमा बिल्डिङ नचल्ने पनि सुधारात्मक रूपमा फड्को मारेको छ। तर के भने अहिले पनि कक्षा 12 सम्म सञ्चालन गर्दै गर्दा विद्यालयको भवन कक्षा कोठा अझै पनि अभाव छ हामीसँग। किनभने हामीले अब यो स्मार्ट बोर्डहरूको कुरो पनि चलिरहेछ अहिले परिवेशमा, त्यो अनुसार पनि गर्न सकिरहेको अवस्था छैन, होइन? अब समय अनुकूलको, समय अनुसारको पनि शिक्षा हामीले प्रदान गर्नुपर्ने, तर त्यो अहिलेसम्म अलि सकिरहेको छैन भन्ने अवस्था हो। हामीले यो विद्यार्थीलाई बस व्यवस्थापन गर्ने अथवा म्याजिक भए पनि व्यवस्थापन गर्ने भनेर लागेकै हो। त किन आर्थिक पाटोलाई हामीले सङ्कलन गर्न नसकेको कारणले गर्दा खरिदै गर्न नसके पनि एउटा भाडामा ल्याएर पनि केही समय परदेशतिर जोगाड गर्न नसक्ने अवस्थामा त्यसरी कोर्डिनेसन गरेर अगाडि बढ्ने कि भन्ने विषयवस्तुमा आज वडा अध्यक्ष सहितको हाम्रो टिम त्यो मिटिङ पनि चलेको हो। यसपालि मात्रै अब विद्यार्थी घटे। किन घटे, के कारणले विद्यार्थी चाहिँ हाम्रो विद्यालयमा कम हुँदै गयो त भन्ने हिसाबले घर दैलो गऱ्यौँ। एउटा घर दैलो गऱ्यौँ, फाइनल इक्जाम हुनभन्दा अगाडि गऱ्यौँ। एकपल्ट विद्यालय व्यवस्थापन समितिको रोभरमै गइयो र अनि अर्को भनेको नयाँ भर्ना आउनुभन्दा अगाडि जुन शैक्षिक हडताल भइरहेको थियो, त्यही बेला पनि हामीले आन्तरिक रूपले पालो गरेर कोही शैक्षिक हडतालमा गए, कोही चाहिँ हामी पालो गरेर घर दैलो गर्नुपर्छ, विद्यार्थी सङ्ख्या घटे, यस्तै भयो भने अब विद्यालय मर्ज गर्नुपर्ने अवस्था नि हुनसक्छ भन्ने आएर हामी घर गरेर गयौँ। जाँदाखेरि लामो टाढाबाट आउनुपर्छ,
तपाईँले अब हामीलाई बसको व्यवस्था अथवा चाहिँ यातायातको सुविधा दिन सक्नुहुन्छ भने हामी बालबालिकाहरू पठाउन सक्छौँ। नत्र भने हामीलाई गाह्रो छ। छिमे अरू बरु सुगम ठाउँबाट भनौँ न, अब यहाँभन्दा तलको बजार खोली सिमल बजारहरू भए होइन, अब क्लबचोक भए त्यता बजारबाट आउने गाडीहरू आउँछन्, हामी गाडीमा चाहिँ पठाउँछौँ। त्यहाँ पठाउन हामी नजिक भएर पनि सकेनौँ, घाममा हिँड्नुपर्ने हुन्छ बच्चा के अरे चाहिँ उनीहरू उताको टाढाको भन्दा त हाम्रो स्कुल नजिकै भयो। हुन त हिँडेर आउन 1 घन्टा जति लगभग लाग्छ, 1-1.5 घन्टाको बाटो हिँडेर आउँछन् बिचरा बच्चाहरू। तैपनि अब यातायातको सुविधा हुँदा त उनीहरूलाई त गाडी नै सजिलो भयो नि त। त्यो कारणले गर्दा हामीले यातायातको सुविधाको लागि बसको पनि अपेक्षा गरेका छौँ। सङ्घ संस्थाहरू गर्ने वातावरण चाहिँ भइरहेको छ, तर हामीले फलदायी त्यस्तो भेटाउन सकेका छैनौँ। विद्यालयमा काम गरिराख्दाखेरि चाहिँ विद्यार्थीहरूमा स्वास्थ्य समस्याहरू जस्तै चोटपटक लाग्ने, विद्यार्थीहरूलाई टाउको दुख्ने, रुगाखोकी लाग्ने, बान्ता आउने, झाडा पखाला हुने, त्यसका साथसाथै किशोरीहरूमा चाहिँ महिनावारीको समस्याहरू, तल्लो पेटहरू दुख्ने यस्ता समस्याहरू चाहिँ देखिरहेको छु, जसमा चाहिँ विद्यालय नर्स नै भएर चाहिँ विद्यार्थीहरूलाई यो स्वास्थ्य सेवाहरू चाहिँ पाउन चाहिँ धेरै सजिलो भएको छ। क्लासमा गएर अब हामी बस्दै गर्दा यिनीहरू बस्ने बेन्च डेस्कहरू पनि तपाईँले देख्न सक्नुहुन्छ। अब यिनीहरू बस्ने कोठाको फ्यानहरू पनि देख्न सक्नुहुन्छ। अब हामीसँग स्रोत भनेर केही पनि छैन। अब 2023 सालमा स्थापना भएको स्कुल, हामीसँग स्रोत आउने आर्थिक स्रोत केही पनि छैन। कसैले तपाईँलाई सहयोग गर्नुहोस् भनेर सहयोग गरिदिने माध्यम पनि छैन, कसैले गर्दा पनि गर्दैनन्। सामान्य खर्चमा, सामान्य प्रशासनिक खर्चमा हाम्रो विद्यालय चल्दैछ। अनि हामीले विद्यार्थीबाट कुनै पनि शुल्क उठाउँदैनौँ। अनि केही काम गर्नु पर्यो भनेर अगाडि बढ्नको लागि हामीलाई आर्थिक पाटोले चाहिँ अलिकति हामीलाई पछि पार्नुको कारणले हामीले अझै बढी शिक्षा प्लस त्यसलाई अझै स्ट्यान्डर्डाइज गर्नको लागि हामीले सकिरहेको छैनौँ। नत्र यी नानी बाबुहरू हेर्नु, अब यिनीहरू नानी बाबुहरूलाई सिगान पुस्नेदेखि लिएर कपाल कोर्नेदेखि लिएर नङ काट्नेदेखि लिएर लुगा हेर्नुहोस्, लुगा पनि देखिराख्नु भएको छ होइन, लुगा कस्तो लगाएर आउनुहुन्छ। अभावले चाहिँ गुज्रिएको छ कि यहाँ चाहिँ। यो विद्यालय पहिला एकदम धेरै कमजोरी थियो। विद्यार्थीहरू पनि 40-50 जना मात्रै हुने र शिक्षकहरू पनि 3 जना दरबन्दी र 1 जना निजी गरेर 4 जना मात्रै टिचर भएर यो जहाँ हामी अघि बस्यौँ त्यो रुखको फेद त्यो चाहिँ हामीले पछि चन्दा उठाएर किनेको जग्गा हो। त्योभन्दा उत्र मात्रै विद्यालय थियो र म यही स्कुलमा पढेर 5 कक्षा मैले यही स्कुल पास गरेर जुटपानी भटेनी पृथ्वी मावि गएको हो म। र 64 सालपछि फेरि म यही स्कुलको व्यवस्थापन समितिमा रहेर काम गर्ने अवसर पाएँ र मैले त्यो 64 सालपछि मैले 65औँ सालमा चाहिँ मैले निमावि, त्यति बेला निमावि चलाउनलाई पनि धरौटीहरू राख्नुपर्ने होइन, विभागसँग स्वीकृति लिनुपर्ने यो समस्याहरू थियो। हामीले धेरै समस्या हुँदै पनि त्यति बेला चाहिँ अरूसँग भन्नुपर्ने यस्तो सहजसँग अहिले जस्तो सहजसँग निमावि दिने त्यस्तो थिएन। विद्यार्थीहरू चाहिँ टाढा गएर पढ्न सक्ने स्थिति त छैन, यहीँ पढ्नुपर्ने हुनसक्छ। अब सब चेपाङ गरिबको बच्चा बच्ची छ, यहाँनिर चाहिँ गरिबीको कारणले एउटा ड्रेस लाएर आउनु नसक्ने स्थिति छ। स्कुल यस्तो दयनीयसँग चलिरहेछ, दयनीय तरिकाले चलिरहेछ। आज स्कुलको भौतिक संरचना हेर्नुहोस्, सबै झ्यालहरू राम्रो छैन, आज डेस्क बेन्चहरू गतिलो छैन। त्यसपछि गएर शौचालयहरू, पुरुष विद्यार्थीहरूको लागि शौचालयहरू हेर्नुहोस् कति जिँडो छ। शौचालय छ भन्ने नाम मात्रै छ होइन। यो चाहिँ सुधार गर्नलाई एकदमै गाह्रो भएको छ। आधारभूत आवश्यकताहरू पनि पूरा गर्न धौ परिरहेको यो विद्यालय ग्रामीण भेगका गरिब विद्यार्थीहरूको शिक्षाको लागि सङ्घर्ष गरिरहेको छ। यी बालबालिकाको भविष्य कस्तो होला?
के सरकारले यस्ता विद्यालय र यहाँ पढ्ने विद्यार्थीहरूको लागि कुनै सहयोगको हात अघि बढाउला? यो एउटा गम्भीर प्रश्न बनेर उभिएको छ।